दाखेरि हामीलाई चाहिँ नि धरकपट भयो, हामीलाई छेकियो, हामीलाई जान दिएन। हाम्रा मेन मानिने नेताहरूप्रति, हाम्रा ठुला नेताहरूप्रति चाहिँ नि लाठीचार्ज भयो। यतिसम्म भयो कि राजेन्द्र लिङ्गदेनलाई त उहाँहरूले घिसाएर कमल थापालाई त उहाँहरूले चाहिँ नि लाठी प्रहार मात्र भएन कि उहाँलाई घिसारेर एउटा अमानवीय व्यवहार गर्नु भएको छ भने उहाँहरूले हामी अग्लोपन्थीमा हुन्छौँ, त्यसपछि हाम्रा कार्यकर्ता हुन्छन्, त्यसपछि तपाईहरु जनसमर्थन जति पनि हामीलाई देशभरिबाट समर्थन गर्न आउनु भएको छ काठमाडौँवासी जनताहरू हुन्छ, उहाँहरू बस्नुहुन्छ। हामी उहाँ पहिलो रोमा, त्यसपछि दोस्रो रोमा हामी कार्यकर्ता हुन्छौँ, तेस्रो रोमा चाहिँ मात्रै जनतालाई राख्ने, ताकि जनता त सबै जनतै हुन् भन्न खोजेको, कार्यकर्ता भन्दा बाहिरका मान्छेहरूलाई केही पनि नहोस्, कसैको टाउको नफुटे कसै नहोस् भनेर उहाँहरू त्यही प्रिप्लान गरे अनुसारै उहाँहरू अगाडि अग्रपन्थीमा त्यो एउटा प्रधानमन्त्री, यो देशैको प्रधानमन्त्रीले यो खालको बोली बोलेर चाहिँ नि काठमाडौँ जुन कब्जा गर्छु भन्नुभयो होइन, त्यो कुरा त इभन नेकपा एमालेकै कार्यकर्ताले मन पराइदिएन। तपाईले देख्नुभयो नि त, नेकपा एमालेका कुनै पनि जिल्ला सानो नेताहरूभन्दा बाहेक कोही पनि कार्यकर्ताहरू त्यहाँ उहाँहरू उपस्थित भइदिनु भएन। कारण किन भन्दाखेरि उहाँहरूलाई पनि थाहा छ कि यसरी धरपकड गर्नु हुँदैन। एउटा यो प्रजातन्त्र हो नि, डेमोक्रेसी होइन, लोकतन्त्रमा चाहिँ नि सबैले आफ्नो विचार राख्नु पाउनुपर्छ भन्ने त उहाँहरूको मान्यता एमालेका कार्यकर्ताहरू सबैलाई थाहा भएर त्यो दिन चाहिँ नि उहाँहरूको निर्णय हुन्छ। हामीलाई पूर्ण विश्वास छ नेपाली काङ्ग्रेसका त अधिकांश नेता राजावादी हुनुहुन्छ। त्यही 25-30% नेताहरू चाहिँ नि जो हिजोको र्याल चाटेर खाएर आइपाएका छन् नि, भ्रष्टाचारमा दलदलमा फसेका, अनि त्यसको चाहिँ तपाईँको भ्रष्टाचारको चाहिँ पैसा खान पल्केका केही नेताहरू 25-25% नेताहरू छन्। ती नेताहरू चाहिँ नि राष्ट्रिय प्रजातन्त्र आम राज संस्थाको विरोधमा छन्, तर अधिकांश नेताहरू जुन जो त नितान्त उहाँले हिजोको काङ्ग्रेस बीपी काङ्ग्रेसको जुन पदमार्गमा हिँड्नु भएको छ उहाँहरू त कुनै पनि हालतमा चाहिँ नि उहाँहरूको पक्षमा छैन, तर उहाँहरू चुबो लाएर बस्नु भएको छ होइन। लोकेश ढकाल दाइ त उहाँ खुलेर आउनु भएको छ, अरू पनि नेताहरू खुलेर आइसक्नु भएको छ होइन। अब म तपाईँहरूलाई एकदमै डरलाग्दो विषय छ यो देशको लागि। यो तपाईहरूले पनि यसलाई चाहिँ एकदमै हाइलाइट गरिदिनु पर्छ भन्ने मलाई लाग्छ, किनकि अब यदि अब पनि देशमा यो जनता नउठ्ने हो भने यो देश फिजीको मोडालिटीमा जाँदैछ। फिजी भनेको कस्तो देश हो भने कुनै पटक त्यो फिजी भनेको ब्रिटिस शासित देश हो। त्यस बेखात इन्डियाबाट लाखौं लाख जनता लगेर तपाईको त्यो बेला चाहिँ नागरिकता दिएर चाहिँ त्यहाँनिर तपाईको फिजीको जनताभन्दा इन्डियन नागरिक बढी गरे। त्यसको फलस्वरूप कुनै समय केही वर्ष अगाडि तपाईँको त्यहाँका प्रधानमन्त्री को भइदियो भन्दाखेरि इन्डियन मूलको प्रधानमन्त्री भइदियो। तिनीहरू रैकी हो, हेर्नुहोस् हामी रैकी भनेर तपाईँहरूले सरापिरहनु भएको छ। म सम्पूर्ण नेपाल हुन्छ, तपाईँहरू यदि यसरी आज आँखा नखोलेर आज सडकमा नआउने हो भने एक दिन तपाईँ हामी सबजना इन्डियाको दास हुनेछौँ। त्यो कसरी म भन्दैछु सुन्नुहोस्। अब पनि तपाईँहरूले यसरी कान खोलेर राम्रोसँग सुन्नुहोस् र सडकमा आउन एभ्री नेपाली जरुरत छ। यदि तपाईँको देश भोलिको दिनमा इन्डियाको अधीनमा नराख्ने हो भने, राज संस्था हो, हिजोको राजाले केही गल्ती गर्यो होला, केही राम्रो काम पनि गर्यो होला, अधिकांश राम्रो काम गर्यो होला। अहिलेको आन्दोलनमा के भन्नुभएको छ भने उहाँहरूले हामी अग्लोपन्थीमा हुन्छौँ, त्यसपछि हाम्रा कार्यकर्ता हुन्छन्, त्यसपछि तपाईहरु जनसमर्थन जति पनि हामीलाई देशभरिबाट समर्थन गर्न आउनु भएको छ काठमाडौँवासी जनताहरू हुन्छ, उहाँहरू बस्नुहुन्छ। हामी उहाँ पहिलो रोमा, त्यसपछि दोस्रो रोमा हामी कार्यकर्ता हुन्छौँ, तेस्रो रोमा चाहिँ मात्रै जनतालाई राख्ने, ताकि जनता त सबै जनतै हुन् भन्न खोजेको, कार्यकर्ता भन्दा बाहिरका मान्छेहरूलाई केही पनि नहोस्, कसैको टाउको नफुटे कसै नहोस् भनेर उहाँहरू त्यही प्रिप्लान गरे अनुसारै उहाँहरू अगाडि अग्रपन्थीमा हुनुहुन्थ्यो। र हामीले त्यो निश्चय धेरै कोसिस गर्यौँ, धेरै माइकिङ गर्यौँ, छोडिदिनुहोस्, हामीलाई र्याली गर्न दिनुहोस् भन्दाखेरि उहाँहरूले चाहिँ हामीलाई के गर्नुभयो भने रोक्नु भयो। हामीले एकदमै विनम्र पाराले हामीले चाहिँ भनिरहेको थियौँ होइन, कि एकदमै राम्रो गर्दाखेरि पनि उहाँले रोक्नु भयो। त्यो रोक्दाखेरि अब हामी आन्दोलनमा होमिएको मान्छे स्वाभाविकै रूपमा पनि हामीले अलिकति त आन्दोलनबाट हामीले त्यो जानैपर्छ, नत्र हामीले जनतालाई के मेसेज दिने। तर के भइदियो भन्दाखेरि हामीलाई चाहिँ नारायण चौरभित्र चारैतिरबाट घेरा हालेर कतैबाट नि जान नदिने जुन परिपाटी सुरु भयो उहाँहरूबाट, अनि त्यसपछि हिजोको नेताहरू पनि थुनिनु भयो। अब त्यो नेताहरू थुनिएपछि हामीलाई हिजो राति 11, 8, 9, 10, 11, 10, साढे 10 बजेतिर सायद छोडेको हुनुपर्छ। 10 बजेसम्म पनि हामीले चाहिँ त्यो कार्यक्रमहरू प्रिप्लान गरेर पाएनौँ।
के भन्दाखेरि भोलि के गर्ने, कहाँ जाने, कसरी गर्ने, यदि उहाँहरूलाई नछोडेको भए आज हामी तपाईँहरूले आन्दोलन हुँदा हुँदा चाहिँ तपाईँहरूले नेपाल बन्द घोषणा गर्नुभएको थियो। हिजो स्वयं राजेन्द्र लेनदेनले चाहिँ नेपाल बन्द घोषणा गर्नुभएको थियो आज। तर के उहाँलाई कमल थापा लगायत विभिन्नलाई छोडे लगाउँदै किन फेरि फिर्ता लिन्छ? होइन, हामीले हाम्रो पहिलो प्राथमिकता के भने यो नेपालमा हामी राष्ट्रिय प्रजातन्त्र पार्टी होस् या त हाम्रो यो जुन जनआन्दोलन समितिहरू यो बन्दको विरोधमै छौँ है। तर हिजोको पास यस्तो भइदियो कि अब तपाईँको कस्तो स्थिति आइदियो कि कुनै बन्द नगरी नहुने, एकदमै हामीलाई चाहिँ अब तपाईँ यत्रो ठुलो धरपकड कि अब 10-12 जना नेतादेखि लिएर सबैलाई समातेको थियो। त्यो हुने बित्तिकै हाम्रो एउटा जनआन्दोलन समितिले चाहिँ नि निर्णय गरेको हो नेपाल बन्दको घोषणा है। राजेन्द्र लिङ्गदेनले भन्दा पनि जनआन्दोलन समितिले चाहिँ घोषणा गरेको थियो, त्यो तपाईँले राम्रोसँग बुझ्नुपर्छ। त्यो घोषणा गरिसकेको थियो किनकि ती नेताहरूलाई छोड्ने कार्यक्रम थिएन, नछोड्ने मात्र होइन कि अरूलाई पनि समाउँछ कि भन्ने हाम्रो आन्दोलन थियो। त्यसपछि हामीले तुरुन्तै नेपाल बन्दको घोषणा गऱ्यौँ र हामीले चाहिँ नि रातिभरिमा हामी त्यही वर्कआउटमा थियौँ। अब कसरी जाने, कुन हिसाबले जाने, यदि हाम्रा नेताहरू नछोड्ने भए त हामी त्यो अनुसार जानु पर्यो, त्यो अनुसारको त्यो धरकपड हुनु पर्यो भन्ने हिसाबले चाहिँ नि आजको त्यो हिसाबले गर्दाखेरि आजको आन्दोलनलाई चाहिँ त्यो एउटा मुद्दा रूप दिन भनौँ न कसरी जाने भन्ने कुरा ढिला पनि भएको र आज तपाईँको 29औं दिन जबकि आज राजसंस्थाको आजको भनौँ न विभत्स हत्या भएको पनि छ। त्यसैमा आज हिमानी शाहको ट्रस्टद्वारा चाहिँ तपाईँको चाहिँ दीप प्रज्वलन गर्ने कार्यक्रम पनि भइरहेको छ। त्यसलाई पनि कोही असर गर्दैन होइन भनौँ न, त्यो जुन त्यो एकदम महान कार्यलाई पनि उहाँहरूले भोलिदेखि होइन आजै बेलुकाबाट पनि सुरु हुनसक्छ हाम्रो आन्दोलन। उहाँहरू अहिले मिटिङ बसिरहनु भएको छ। हिजो हामीले हिमानी शाहको हामी दीप प्रज्वलन गर्छु होइन, हामी नारायणीमा गर्छु, नारायणी दरबार गर्छु भन्दा पनि मैले सुनेको चाहिँ अब थाहा छैन यसलाई आधिकारिक कसरी मान्ने या दिएन भन्ने कुरा छ। अब यो त्यसले पछि हुनसक्छ होइन। त्यही हिसाबले अब आजको र अलिक प्लानहरू पनि धेरै गर्नुपर्ने, अब धेरै निषेधित क्षेत्रहरू भइसक्यो होइन, धेरै निषेधित क्षेत्रहरू गइसक्यो। अब कसरी चाहिँ जाने भन्ने कुरामा उहाँहरू चाहिँ यसको लागि गृह कार्य गरिरहनु भएको छ र भोलिदेखिबाट नै हाम्रो यो आन्दोलन जान सक्ने त्यसपछि थाहा हुन्छ। यो एकातिर राजावादीको आन्दोलन, एकातिर अरू पार्टीको आन्दोलन, यो पार्टी बिच झडप पनि भइरहेको त्यो पार्टी बिच झडप भएको होइन। उहाँहरूले पनि आफ्नो कार्यक्रम अनुसारको चाहिँ नि झडप गराउने प्रोग्राम गर्नु भएको हो होइन, सरी कार्यक्रम गरिरहनु भएको हो। तर अस्ति एकचोटि चाहिँ जस्तै केपी ओलीले चाहिँ एउटा एकदमै एउटा प्रधानमन्त्री, यो देशैको प्रधानमन्त्रीले यस्तो खालको बोली बोलेर चाहिँ नि काठमाडौँ जुन कब्जा गर्छु भन्नुभयो होइन, त्यो कुरा त इभन नेकपा एमालेकै कार्यकर्ताले मन पराइदिएन। तपाईँले देख्नुभयो नि त नेकपा एमालेका कुनै पनि जिल्ला नेता सानो नेताहरूभन्दा बाहेक कोही पनि कार्यकर्ताहरू त्यहाँ उहाँहरू उपस्थित भइदिनु भएन। कारण किन भन्दाखेरि उहाँहरूलाई पनि थाहा छ कि यसरी धरपकड गर्नु हुँदैन। एउटा यो प्रजातन्त्र हो नि, डेमोक्रेसी होइन, लोकतन्त्रमा चाहिँ नि सबैले आफ्नो विचार राख्नु पाउनुपर्छ भन्ने त उहाँहरूको मान्यता एमालेका कार्यकर्ताहरू सबैलाई थाहा भएर त्यो दिन चाहिँ उहाँहरूको न्यून स्थिति भयो। अब झडप त हामीसँग कोही पनि गर्न आउँदैन। हामीलाई पूर्ण विश्वास छ नेपाली काङ्ग्रेसका त अधिकांश नेता राजावादी हुनुहुन्छ। त्यही नेताहरू 25-30% नेताहरू चाहिँ नि जो हिजोको र्याल चापेर खाएर आइपाएका छन् नि, भ्रष्टाचारमा दलदलमा फसेका, अनि त्यसको चाहिँ तपाईँको भ्रष्टाचारको चाहिँ पैसा खान पल्केका केही नेताहरू 25-25% नेताहरू छन्। ती नेताहरू चाहिँ नि राष्ट्रिय प्रजातन्त्र आम राज संस्थाको विरोधमा छन्। तर अधिकांश नेताहरू जुन हुन्छ जो त नितान्त उहाँले हिजोको काङ्ग्रेस बिपी काङ्ग्रेसको जुन पदमार्गमा हिँड्नु भएको छ उहाँहरू त कुनै पनि हालतमा चाहिँ नि उहाँहरूको पक्षमा छैन। तर उहाँहरू चुबो लाएर बस्नु भएको छ होइन। लोकेश ढकाल दाइ त उहाँ खुलेर आउनु भएको छ, अरूभन्दा पनि अरू पनि नेताहरू हात खुलेर आइसक्नु भएको छ होइन। यी हिसाबले चाहिँ नि हेर्दाखेरि उहाँहरू कुनै पनि छैन। नेकपा माओवादीकै साथीहरूका कुरा गर्दाखेरि पनि हामीले बुझे अनुसार उहाँहरूलाई पनि थाहा छ लोकतन्त्रमा उहाँहरूले पनि लोकतन्त्रमा चाहिँ नि आफ्नो विचार राख्न पाउने अधिकार सबैलाई छ भन्ने कुरा उहाँहरूले पनि बुझेर उहाँहरूले त्यो खालको परिवर्तन निकाल्नु भएको छैन। उहाँहरूलाई थाहा छ, यदि जनमतसँग उहाँहरूलाई पनि थाहा छ कि यदि जनताले नै चाह्यो भने जनता सर्वोपरि हो र जनताले यदि चाह्यो भने राज संस्था आउँछ भनेर हिजो प्रचण्डले बोल्नु भएको। अब जनताले चाह्यो भने मेरो के लाग्छ होइन भनेर हिजो प्रचण्डले बोल्नु भएको कुरा हो। हामी पनि त्यो जनताको जनमानस हेर्न गइरहेछौँ, जनता मत हेर्न गइरहेछौँ। हामी सडकमा हामीले सुरुवात त गर्छौँ, अब जनता आउनु पर्यो सडकमा होइन। हामीले त सुरु गरेर अब उहाँहरूलाई एउटा कुरा के डर थियो भन्दाखेरि
अस्ति जुन पहिलो जुन दुर्गा प्रसादको आन्दोलन नेतृत्वमा जुन आन्दोलन भएको थियो त्यो आन्दोलनले चाहिँ नि एकचोटि मुठभेडमा निम्ताएको र त्यो त्यसले चाहिँ मान्छेहरूमा धेरै डर पैदा गरेको थियो। अबको आन्दोलनले चाहिँ के गर्दैछ भन्दाखेरि तपाईँलाई एउटा कुरा यति हामीले विश्वास दिलाउन सफल भइसक्यौँ कि यो सत्याग्रहको बाटो जान्छ। यसमा कुनै कार्यकर्तादेखि लिएर जनताहरूलाई कुनै टाउको ढोलपटक कुनै लाउन दिँदैन। सबै जति पनि घाइते हुन्छन् सबै हाम्रै पहिला चिन्ता हुन्छन्। जस्तै हिजो हाम्रो कार्यकर्ता 8-9 जना घाइते हुनुभयो। पहिलोचोटि हाम्रो कमा थापै घाइते हुनुभयो। सबभन्दा ठुलो कुरो त होइन, उहाँ नै घाइते हुनुभयो। अरू नेताहरू पनि हिजो घाइते हुनुभयो। यसको अर्थमा के भने अझ पनि हामी मुठभेडमा जाने हिम्मत छ। हिजो राति उहाँहरूले छोडिदिएपछि अब पनि हामी सत्याग्रहकै बाटो जाने हो। हामीले बन्द हडताल पनि छुट्टा लिइसक्यौँ होइन, बन्द हडतालहरू सबै छुट्टा पनि लिइसकेको छ। अब हामीले गर्ने सत्याग्रहको बाटो हो। जुन सत्याग्रहको बाटोहरूमा जाँदा सारा काठमाडौँवासीको एक दिनमा आएर काठमाडौँमा फिङ्ग्रिङमा उभिए पुग्छ क्या। तपाईँको आन्दोलन भनेको त्यसरी पनि हुन्छ नि। विश्वभरको आन्दोलन हेर्नुहोस्, पहिला एकताको हुन्थ्यो होला त्यो खालको आन्दोलन, काट्ने मार्ने हानी ठोक्ने यस्तो हुन्थ्यो। अब त जनता सडकमा केही पनि गर्नु पर्दैन क्या। जनता गएर सडकमा 5 लाख 10 लाख जनता उभिएर तिम्रो प्रदर्शन छैन, तिमी तुरुन्तै नवीन सम्झौतामा जाऊ भनेर जनताले हामीलाई एकचोटि साथ दिनुभयो भने यो व्यवस्था तपाईँको छ नि धेरै कुरा 24 घन्टाभित्र ढल्छ। ठुलो कुरो छैन, 24 आवर गर्छ। यदि अब म तपाईँहरूलाई एकदमै तपाईँहरूलाई एकदमै डरलाग्दो विषय छ यो देशको लागि। हेर्नुहोस्, यो तपाईँहरूले पनि यसलाई चाहिँ एकदमै हाइलाइट गरिदिनु पर्छ भन्ने मलाई लाग्छ। किनकि अब यदि अब पनि देशमा यो जनता नउठ्ने हो भने यो देश फिजीको मोडालिटीमा जाँदैछ। फिजी भनेको कस्तो देश हो भने कुनै पटक त्यो फिजी भनेको ब्रिटिस शासित देश हो। त्यस बेखात इन्डियाबाट लाखौं लाख जनता लगेर तपाईँको त्यो बेला चाहिँ नागरिकता दिएर चाहिँ त्यहाँनिर तपाईँको फिजीको जनताभन्दा इन्डियन नागरिक बढी गरे। त्यसको फलस्वरूप कुनै समय केही वर्ष अगाडि तपाईँको त्यहाँका प्रधानमन्त्री को भइदियो भन्दाखेरि इन्डियन मूलको प्रधानमन्त्री भइदियो। भोटिङ के भइदियो, सबैले भोट चाहिँ गल्ला हालिदियो त तपाईँको इन्डियन मूलको लाग्यो। अब त्यहाँका फिजीको मान्छे अल्पसङ्ख्यकमा परे, अल्पसङ्ख्यक परे। अनि त्यहाँबाट त्यो ब्रिटिसले जिताएर कति पछि अब त्यही कारण धेरै मान्छे त्यहाँबाट बाहिर पनि विस्थापित पनि भए। जसरी अहिले हाम्रो नेपालमा विस्थापित भइरहेका छन्, त्यसै गरी त्यहाँका जनताहरू पनि देशमा विस्थापित भए है। अब हेर्नुहोस्, नेपाल एकदमै डरलाग्दो स्थितिमा छ। त्यही भएर हामीले राष्ट्र संस्था भने मान्छेहरूलाई हामीलाई भन्छ तिमीहरू रैकी हौ। हेर्नुहोस्, हामी रैकी भनेर तपाईँहरूले सरापिरहनु भएको छ। म सम्पूर्ण नेपाली हुन्छ, तपाईँहरू यदि यसरी आज आँखा नखोलेर आज सडकमा नआउने हो भने एक दिन तपाईँ हामी सबजना इन्डियाको दास हुनेछौँ। त्यो कसरी म भन्दैछु सुन्नुहोस्। अब पनि तपाईँहरूले यसरी कान खोलेर राम्रोसँग सुन्नुहोस् र सडकमा आउन एभ्री नेपाली जरुरत छ। यदि तपाईँको देश भोलिको दिनमा इन्डियाको अधीनमा नराख्ने हो भने राष्ट्र संस्था हो, हिजोको राजाले केही गल्ती गर्यो होला, केही नराम्रो काम पनि गर्यो होला, अधिकांश राम्रो काम गरे होला।